नमस्ते दर्शक महानुभावहरू, तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको अवस्था के छ भनेर अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र नजिकै रहेको बेल आइकनलाई क्लिक गरेर नोटिफिकेसन अन गर्न सक्नुहुनेछ, ताकि हाम्रो भिडियो सबैभन्दा पहिला तपाईहरुलाई जानकारी प्राप्त गर्न सक्नुहुनेछ। नेपालको परिवेशमा सुन र चाँदीको मूल्य कति छ, हिजोको मूल्य कति थियो र आजको मूल्य कति छ, सबै अपडेट आजको भिडियोमा रहनेछ। पछिल्लो समय सुन र चाँदीको मूल्य निरन्तर घटिरहेको थियो भने आज सुन र चाँदीको मूल्य दुवै बढेको छ। चाँदीको मूल्य कतिले बढेको छ र सुनको मूल्य कतिले बढेको छ, सबै अपडेट हाम्रो भिडियोमा रहनेछ। तपाईहरुले हाम्रो भिडियो अन्तिमसम्म हेर्नै पर्नेछ। अन्तिमसम्म भिडियो हेर्नुभयो भने मात्रै तपाईहरुले आजको दिनको सुन र चाँदीको मूल्य तपाईहरुलाई जानकारी प्राप्त हुनेछ। विशेष गरी नेपालको परिवेशमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ, घटिरहेको छ। तर आज भने सुन र चाँदीको मूल्य दुवै बढेको छ। आजको दिनमा सुन चाँदी दर के कति रहेको छ त्यसको अपडेट दिन गइरहेको छु। आज मिति 2082 साल पुस 22 गते मंगलबार, सन् 2026 जनवरी 6 तारिक। आजको दिनमा चाँदीको मूल्य 195 रुपैयाँले बढेको छ। हिजोको मूल्य अनुसार चाँदीको 4685 रुपैयाँ प्रति तोला रहेको थियो। आज 195 रुपैयाँले बढेर 4880 रुपैयाँमा पुगेको छ। प्रति तोला 5000 नजिक पुगेको छ। त्यस्तै सुनको मूल्य पनि आज 3100 रुपैयाँले बढेको छ। सुनको मूल्य हिजो रहेको थियो 2,65,000, आज 2,68,100 रुपैयाँ पुगेको छ। निरन्तर सुनको भाउ बढिरहेको छ। हिजो घटेको थियो, अस्ति घटेको थियो भने आज सुनको भाउ बढेको छ। आज पुस 22 गते समग्रमा भन्नुपर्दा चाँदीको मूल्य 195 रुपैयाँले बढ्दा सुनको मूल्य 3100 रुपैयाँले बढेको छ। 22 गतेको अपडेट यति नै। भोलि पुस 23 गतेको अपडेट हाम्रो च्यानलमा आउनेछ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, नोटिफिकेसन अन गर्नुहोला। तपाईहरुले पक्कै पनि हाम्रो भिडियो समयमै प्राप्त गर्न सक्नुहुनेछ। आजको अपडेट यति नै। बिदा माग्छौं। थ्यांक यू भेरी मच।